भएको चाहिँ के हो अलि दायर भन्नु तपाईले सबै के भनिदिनुस् भन्नु त कसै नोटाम हो सर हस्पिटल लागेको थियो अनि अपरेसन गरेर बच्चा निकाल्यौँ राम्रै थियो 24 घण्टा आइसियुमा राख्नु भयो निकालेपछि अनि 11 बजे निकालेपछि 8 बजे चाहिँ उहाँ समस्या भयो मुखबाट ब्लड आएको छ सिस्टरहरु केही हुँदैन रत्ननगरको बुढा हस्पिटलमा मुखबाट ब्लड आएको छ म कचरामा थापेर फालेछु उसको बुढाले हातमा थापेर फालेको छ हैन भनेको बेलामा डाक्टर आइदिनु छोरा चाहिँ भनेको बेलामा डाक्टर आधी घण्टा पनि बढी पछि आइदिनु भयो क्या बोलाउनु बित्तिकै डाक्टर आइदिनु भएन सिस्टरहरूले के भन्नुभयो मुखबाट ब्लड आएको छ पाइप भिसारेर आएको ब्लड हो आत्तिनु पर्दैन भनेर अक्सिजन लाउनमा बाघ किन लागिहाल्नु भन्ने बित्तिकै डाक्टर किन आइएन यसो गरौँ के गर्नु भने त्यो अलिकति डिटेलहरु म तपाईको यहाँको सम्पर्क कोषको नम्बर यहाँ को हुनुहुन्छ कसलाई सम्पर्क गर्ने यहाँको नम्बर कोषमा छ तपाईँ नम्बर कति तपाईँ नम्बर कति हो मेरो 98 11 23 92 48 हुन्छ म तपाईलाई समन्वय गर्छु अब के त्यो छानबिन गरिदिनु पर्यो भन्ने हो तपाईहरुको हजुर हाम्रो छानबिन गरिदिनु पर्यो बच्चाले न्याय पाउनु पर्यो दोषीलाई कारबाही हुन पर्यो यस्तो किनिएका लाइसेन्स लिएर हस्पिटलमा राख्न भइएन हैन म समन्वय गर्छु सरकारले सुनाइ हुन पर्यो बाबुको अनसन तोड्न पर्यो किनभने हाम्रो बच्चाले बिचार म समन्वय गर्दिन्छु किन बच्चा ज्वरो आछ हामीले हिजो मात्रै बालकान्ति उ पनि गराउनुस् उपचार पनि गराउनुस् अब यसलाई यो यसरी पहिला यो गरौँ त्यसपछि प्रश्न गराउनु यसलाई के गर्नु भने अहिले बच्चालाई चाहिँ यसरी सडकमा नराख्नु त्यहाँ समन्वय गर्ने कुरा त्यो भन्ने कुरा तपाईले भनेको उठाएको मागलाई सम्बोधन गर्ने कुरा छलफल गराउने कुरा त्यो छानबिन गर्ने कुरा चाहिँ म समन्वय गर्छु यसले बच्चालाई चाहिँ दुःख नदिनु छ अनि अहिले यो बच्चाले बाबा छोड्दैन बाबा जति रोडमा बस्छ म बस्छु यो राति पनि यही बस्नुहुन्छ हामी राति पनि यही बसेको बाबु मान्दैन अब मलाई पनि हुन्छ त म समन्वय गर्छु मैले भर्खर थाहा पाएर आएँ मैले भर्खर थाहा पाएँ मेरो नम्बर छ 24 दिन भयो हजुरले भर्खर थाहा पाउनु भयो यतिका मिडिया कर्मी थियो आउनु